साथै यहाँ उपस्थित हुनुहुन्छ मर्निङ स्टार स्कुलको हाम्रो प्रिन्सिपल दिपेन सर सरलाई पनि गुड मर्निङ नमस्कार सबैजना आउँछ सबैले प्रे होस् अस्ति 25 तारिकको दिन यहाँनिर बेल्ट प्रमोसन एक्जाम यो हाम्रो एसोसिएसनको मात्रै होइन जति पनि कराटे एसोसिएसन छ सबैले 4-4 महिनाको अन्तरमा यो एक्जाम राख्छ र यसमा चाहिँ बेल्टको प्रमोसन हुँदै जान्छ। अब कराटेमा जस्तो फर्स्ट नानीहरू जब जोइन गर्छ उनीहरूले व्हाइट बेल्ट लगाएको हुन्छ, व्हाइट बेल्ट हुन्छ, त्यहाँदेखि येल्लो, त्यहाँदेखि ऑरेंज अनि ग्रीन अनि ब्लू पर्पल अनि ब्राउन, ब्राउनको 3वटा स्टेज हुन्छ, ब्राउन थर्ड, ब्राउन फर्स्ट, ब्राउन थर्ड, ब्राउन सेकेन्ड, ब्राउन फर्स्ट गरेपछि चाहिँ उनीहरू ब्ल्याक बेल्ट माने मास्टर डिग्री ब्ल्याक बेल्ट लेभलमा पुग्छ, माने ब्ल्याक बेल्ट एक्जाम दिन सकिन्छ। यसलाई जस्तो अब ग्रेड यो कलर ग्रेड यो जति पनि छ त्यहाँदेखि माथि ब्ल्याक बेल्ट गएपछि त्यसलाई चाहिँ डिग्रीज भन्छ र यसलाई जापानिज भाषामा चाहिँ क्यू भन्छ। जस्तो 9th क्यू यो नम्बर उल्टा हुन्छ, जस्तो 1 2 3 4 होइन उल्टा आउँछ। जस्तो व्हाइट बेल्ट वा 10, येलो 9, ऑरेंज 8 गरेर नम्बर ब्याक आउँछ। अनि यो कलर बेल्टहरूलाई चाहिँ क्यू ग्रेड भन्छ, अनि ग्रेड जापानिज ल्याङ्ग्वेजमा चाहिँ KYU क्यू भन्छ। अनि ब्ल्याक बेल्टदेखि जब सुरु हुन्छ त्यसलाई चाहिँ दान भन्छ, डिग्रीज डिप्लोमा डिग्री। अनि अस्ति हाम्रो यहाँ नानीहरूले 19 जना नानीहरूले यहाँनिर एक्जाममा बस्नु भएको थियो। त्यसमा नामहरू को आएको छ भन्नु ल मलाई, यस भन्दै जानु। जस्टिन राई, योन्तेन तामाङ, शिवा तामाङ, दर्शिका ठकुरी, सोहन थापा, अपूर्व गुरुङ, सनाया राई, वेदांशी गुरुङ, कर्मडिगी तामाङ, डोयल राई, सुभाषिनी परियार, मिचन तामाङ, प्रतिष्ठा तामाङ, सिनी गुरुङ, दावा वाङचु गुरुङ, साङ्गेल तामाङ, लाडुक दोर्जी तामाङ, एबल शेर्पा, देवदिया शेर्पा, यी 19 जना नानीहरू। यसमा हामी कस्तो प्रकारले एक्जाम लिन्छौँ भन्दाखेरि चाहिँ पहिला चाहिँ बेसिक उनीहरूको स्टान्स ठिक उभिएको छ कि छैन, कुन स्टान्स हुन्छ, कसरी पन्च चलाउनु पर्छ, कसरी ब्लकहरू गर्नुपर्छ, त्यो सबै बेसिकहरूलाई हामी चेक गर्छौँ। अनि यसको कुनै पर्सेन्टेज छैन, माने 20 देखि 18 पायो वा 20 देखि 15 का पर्सेन्टेज केही पनि हुँदैन। यसमा चाहिँ हामीले अलग अलग यो छुट्टाएको हुन्छ, जस्तो A, B र C। A मतलब गुड, B भनेको चाहिँ ओभरअल सेटिस्फ्याक्ट्री र C चाहिँ निड मोर प्र्याक्टिस, अझै उसलाई प्र्याक्टिस गर्नुपर्छ। अनि यहाँ यसरी नै यो रिजल्ट तपाईहरुले अहिले पाएपछि हेर्नुहोस्, तपाईहरुले यहाँ बुझ्नु सक्नुहुन्छ। यहाँ A जसको यहाँ राइट हुँदै जान्छ, कुन बक्समा छ उनीहरूले त्यही मुताबिक ABC पाएको हुन्छ। अनि त्यसको मुताबिक जसको बेसी A या बेसी B छ उनीहरू पास हुन्छ र जसको C मा छ भने चाहिँ उनीहरू पास गर्नु सकिँदैन। र यहाँ हाम्रो 19 जना नानीहरूमा धेरै जस्तो नानीहरू नयाँहरू थियो र पनि उनीहरूले त्यो सिलेबस, हाम्रो जो ट्रेनिङको सिलेबस हुन्छ त्यो सिलेबसको मुताबिक उनीहरूले त्यो कुरालाई फुलफिल गरे। र अब एकदम सानसानो नयाँ नानीहरूबाट हामीले धेरै ठुलो आशा राख्न सक्दैनौँ,
उनीहरूले जति सक्छ उनीहरूले त्यति नै गर्छ। उनीहरूलाई जबरजस्ती त्यो गर कि गर भनेर कुटेर पिटेर हामी त्यस्तो ट्रेनिङ गराउँदैनौँ। र जुन नानीको जस्तो क्यापासिटी हुन्छ, जस्तो उसको एबिलिटी हुन्छ, जति उसको ट्यालेन्ट हुन्छ, उसले त्यही मुताबिक नै ट्रेनिङ गर्दै जान्छ। अनि सर्वप्रथम यो डिस्ट्रिब्युट गर्नुभन्दा पहिला म एउटा कुरो सानो भन्न चाहन्छु। यो एउटा साधना हो है। मान्छेहरूले धेरैले सोच्ला कि यो एउटा टाइम पास हो या एउटा जस्ट खेल हो भनेर, तर दया गरी त्यस्तो नसम्झिनुहोस्। यो एउटा साधनाको कुरो हो। जस्तो सङ्गीत एउटा साधना हो, नृत्य एउटा साधना हो, कला कुनै पनि पेन्टिङ आर्ट एउटा साधना हो। र त्यसरी नै यो ट्रेनिङ पनि साधनाको कुरो हो, जो कि नानीहरूले बुझ्दैन। नानीहरूलाई बुझाउनु चाहिँ गार्जेनहरूले पर्ने हो कि गार्जेनलाई थाहा छ कि मेरो नानीले एउटा साधना गर्दैछ भनेर। अनि त्यो नानीहरूलाई प्रोत्साहन दिने, त्यो नानीहरूलाई गए पनि हुन्छ नगए पनि हुन्छ भन्ने चाहिँ नहोस्। किन मैले 48 वर्ष 48 वर्ष मैले साधना गरेँ। यो यिनीहरूले यो नानीहरूले 6 वर्ष साधना गरेर यो जग्गामा पुग्यो, ब्ल्याक बेल्ट लेभलमा पुग्यो। र एउटा साधनाको कुरो, यसलाई चाहिँ दया गरेर कसैले पनि खेल्न चाहिँ या टाइम पास नहोस्। र अब जस्तो म कहीँ कुनै गुरुकोमा केही दीक्षा लिनु गएँ, त्यो गुरुले मलाई पहिल्यै दिँदैन नि दीक्षा। उसले धेरै किसिमको मलाई परीक्षा लिन्छ, मलाई सुधार्छ, मलाई क्लियर गर्छ, मलाई फिल्टर गर्छ, अनि उसले दीक्षा प्रदान गर्छ। त्यो दीक्षा लिनुको लागि त उसलाई आउनु पर्यो नि। उसको हातमा पठाइदिनु ल भएन नि। अब यो नानीहरूले यति साधना गरेर सर्टिफिकेट बेल्ट योहरू पाउँदैछ, र कसैले फोन गरेर भन्दैछ कि मेरो नानी आउनु सक्दैन, उसको छिमेकीको हातमा पठाइदिनुहोस् ल। दिस इज नट मलाई के भन्ने, मलाई राम्रो लागेन यो कुरो। त्यो नानीले खटेर पसिना बगाएर आफ्नो जिउ दुखाएर त्यो चिज पाउँदैछ, त्यो नानीले आएर आफ्नो हातले ग्रहण गरेको चाहिँ त्यो ठुलो कुरो हो। कसैको हातमा पठाइदिनु, यो तपाईँ बजार जानु हुँदैछ, इभिनिङबाट 1 प्याकेट मिठाई पठाइदिनुहोस् ल भनेको जस्तो हो नि। सो यो एउटा साधनाको कुरो हो। यो एउटा धेरै भने शरीर चर्चाको कुरो हो। यसले शरीर मात्रै होइन, मान्छेको मेन्टालिटी, मान्छेको क्यारेक्टर सबै कुरोमा बदलाउ ल्याउँछ। यो कुरो नानीहरूलाई सम्झाउने, हामी जति क्लासमा 1 घन्टा सम्झाउँछौँ त्यो सफिसियन्ट होइन, त्यसै गार्जेनहरूले सम्झाउनु पर्यो। अनि अर्को कुरो, नानीहरूको क्लास सकेपछि दया गरेर तपाईँहरूले ठिक टाइममा आइदिनुहोस्। किन थाकेको नानीहरू बाहिर घरमा पर्खिरहेको हुन्छ, गार्जेनहरूको कारणले ढिलो हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अलिकति नानीहरूकोपट्टि ध्यान दिनुहोस् र थाकेपछि छिटो घर पुगोस् र रेस्ट पाओस्। अनि अझै बेसी कुरो नगरेर यो आजको विशेष कार्यक्रमलाई अगाडि बढाउँ। अस्तिको एक्जाममा फर्स्ट व्हाइट बेल्टदेखि येलो बेल्टको लागि जस्टिन राई, योन्तेन तामाङ, शिवा तामाङ, दर्शिका ठकुरी, सोहन थापा, अपूर्व गुरुङ, शरणया राई, वेदांशी गुरुङ, कर्मडिकी तामाङ अनि राई, 10 जना नाम थियो। अनि यसको रिजल्ट यस प्रकार छ। जस्टिन राई को मतलब ओभरऑल सेटिस्फैक्ट्री, र वो पास एंड प्रमोटेड टू व्हाइट टू येलो बेल्ट, वो येलो बेल्ट में पुग्यो।
सिरियस छ, राम्रो ट्रेनिङ गर्छ। अलिकति बेला बेलामा ऊ त्यो माथि भिरहरूतिर चढ्छ, त्योहरू चाहिँ यो लैजाऊ। नेक्स्ट जस्टिन राई भन्दा पनि नयाँ, तर उसले कोसिस चाहिँ राम्रो गर्यो। यन्तेन तामाङ, उसको पनि 1 2 3 4 5 6 7 8 9 10 11मा 9वटामा उसले पास गरेको छ र 2टामा अलिकति उसको ट्रेनिङ अझै चाहिन्छ र पनि उसलाई पास एन्ड प्रमोटेड टु येलो बेल्ट, व्हाइटदेखि येलो। नाम बोलाउँदाखेरि आफ्नो आफ्नो बेल्ट खोलेर आउनु ल, बेल्ट फुकालिराख सबैले होइन, कोही कोही पास पनि फेल पनि त भएको होला। जब नाम बोलाउँछ खोलिहाल्नु। मित्र हाल्नु ल, त्यो सबै गर्छ। अब नेक्स्ट छ हाम्रो सबभन्दा सानो बहिनी शिवा तामाङ। उसले पनि 10वटा मार्क ल्याउनु पर्नेमा 8वटा ल्याएको छ र ऊ पनि पास एन्ड प्रमोटेड टु येलो बेल्ट। यन्तेन के अरू त्यो एन्भलप भित्र हाल। नेक्स्ट दर्शिका ठकुरी। मैले केही भनेको थिइनँ, खालि दर्शिका ठकुरी मात्रै भने। दर्शिका ठकुरी हाम्रो यही मर्निङ स्टार स्कुलको स्टुडेन्ट। उसले पनि छिटो पिकअप गर्यो र अलिकति लजाउँछ बेसी। उसले पनि व्हाइट टु येलो पास गरेर प्रमोटेड टु येलो बेल्ट 8Q को पुग्यो। नेक्स्ट हाम्रो स्मार्ट बॉय सोहन थापा इज भेरी स्मार्ट। कोही सोहन थापा कम। उसले पनि सबैमै बी ल्याएको छ, त्यसले गर्दाखेरि पास एन्ड प्रमोटेड टु येलो बेल्ट। नेक्स्ट अपूर्व गुरु।
उसको नाम मैले राखेको छु रोनाल्डो, किनभने फर्स्ट डे आउँदाखेरि रोनाल्डोको टी सर्ट लगाएर आएको थियो। पूर्व जान्दिनँ, रोनाल्डो मात्रै आउँछ नाम उसको। रोनाल्डो पनि फर्स्ट क्यूदेखि 9th क्यूदेखि 8th क्यूमा प्रमोट गरेर येलो बेल्टमा पुगेको छ। रिसा छ मान्छे, अस्ति मलाई पनि धुलाइदियो। रोका भन्दा पनि थाम्दै थाम्दैन। इन्ट्रेस्टिङ गर्ल नेक्स्ट सोनाया राई। इन्ट्रेस्टिङ गर्ल्स किन भनेको भन्दाखेरि चाहिँ म उसलाई चिन्दिनँ थिएँ, तर उसले घरमा गएर भन्दो रहेछ कि म स्कुलबाट आउँदाखेरि सरले मलाई कराटेमा आउनु भन्छ भनेर। तर मैले मलाई थाहा छैन, मैले कहिले भनेपछि उसलाई धेरै इन्ट्रेस्ट थियो रहेछ कराटेको, र उसले घरमा मलाई सरले बाटोमा कराटेमा आउनु ल भनेर भन्छ भनेर अन्त घरकोहरूले उसलाई मेरोमा लिएर आयो। त्यो मलाई धेरै खुसी लाग्यो। उसको आफ्नो इच्छा उसले माने आयो होइन। सोनाया राई पनि 8th क्यूदेखि माने व्हाइटदेखि येलोमा प्रमोट भएको छ। सङ्गीत मैले अब यो व्हाइटदेखि येल्लो को नानीहरू नजानेहरूमा येल्लोदेखि अरेन्ज जानेमा एकजना मात्रै छ, सुभाषिनी परियार। उसले पनि सबैमै बी ल्याएको छ। त्यसले गर्दाखेरि हुन त सबैमा बी ल्यायो भने डबल प्रमोसनको एउटा चान्सेस हुन्छ, र मैले चाहिँ नदिएको डबल प्रमोसन। किन भन्दाखेरि मेरो छोरी हो, र मेरो छोरीलाई मैले डबल प्रमोसन दिएको अलिक सुहाएन। त्यसले गर्दाखेरि चाहिँ ऊ त्यही होस्, बिस्तारै प्रोग्रेस गर्छ। उसले ऊ येल्लोदेखि अरेन्जमा पुगेको छ। डबल प्रमोसन खालि हुन्छ, त्यो 3 प्राट डबल प्रमोसन दियो होइन। अब अरेन्ज जो नानीहरू थियो उनीहरूले ग्रीन, अरेन्जको बाद ग्रीन आउँछ। अरेन्जलाई 7th नम्बरमा गनिन्छ, 7th क्यू। अरेन्ज जाने नानीहरू मिचेन तामाङ। मिचेन तामाङको पनि पर्फर्मेन्स एकदमै राम्रो छ। उसले धेरै जग्गा बी र धेरै जग्गा ए पनि ल्याएको छ। त्यसले गर्दाखेरि पास एन्ड प्रमोटेड टु ग्रीन बेल्ट। ऊ अब अरेन्ज टु ग्रीन बेल्ट। भेरी सिरियस गर्ल, राम्रो ट्रेनिङ गर्छ, हँसी मजाक दिल्लगी गर्दैन, एकदमै सिरियस। अरू जिस्किरहेको छ भने पनि उसले नजिस्क भनेर रोक्छ। पहिलादेखि नै ऊ राम्रो थियो, अहिले अझै राम्रो भएको छ।
हो भन्दैछु नानीले स्कुलकै स्टुडेन्ट हो नेक्स्ट प्रतिष्ठा तामाङ प्रतिष्ठा तामाङले मलाई सधैँ आएर मम्मीले पुग्नु हो भनेर भन्छ मैले मम्मीलाई फोन गरेर किन पुग्नु भएको थियो के भन्यो नेक्स्ट सिमी गुरुङले मेरो औँली पनि मर्काइदिएको छ 1 महिना जस्तो दुख्यो यो के हिर्काएर उभिराख्दाखेरि यसरी पछाडिबाट आएर एक के गरेर औँली जस्तो गाड्यो सिमी गुरुङ पास एन्ड प्रमोटेड टु ग्रीन अरेन्ज टु ग्रीन यो कलर बेल्टको कलर विशेष यस्तै कलर हुनुपर्छ भन्ने कारण पनि छ म अहिले भन्छु ग्रीन दावा वंशु गुरुङ दावा वंशु गुरुङ भन्दा पहिला 3 जना सोचे हो दावा एउटा होला वंशु एकजना होला गुरुङ एउटा होला एकजनाकै नाम रहेछ दावा वंशु गुरुङ पनि पास एन्ड प्रमोटेड टु ग्रीन अरेन्ज टु ग्रीन सँगै भन्नु चाहिँ अझै 5 मिनेट लाग्छ सङ्गेल तामाङ ऊ ग्रिनमा थियो अब ग्रिनदेखि ब्लूको लागि उसले अप्लाई गरेको थियो र ऊ पास भएर पास एन्ड प्रमोटेड टु ब्लू बेल्ट सङ्गेल तामाङ अस्ति अल बेङ्गल ओपन कराटे च्याम्पियनसिपमा पनि गएको थियो र त्यहाँबाट कुन मेडल ल्यायो साह्रो भन सिल्भर मेडल ल्याएर साङ्गेल तामाङलाई सिल्भर ल्याउने सम्म बनाउने चाहिँ साङ्गेल तामाङको मम्मी र ड्याडी त्यसको लागि उसको ट्रेनिङको विषयमा उनीहरूको आमा बाउले उसको ऊभन्दा पनि बेसी याद गर्नुहुन्छ र म आशा गर्छु सबै प्यारेन्ट्सहरूले पनि त्यसरी याद गर्दैदेखि राम्रो हुने उनीहरू पनि उन्नतिमा पुग्छ लाडु दोर्जी तामाङ अल बेङ्गल ओपन कराटे च्याम्पियनसिपमा कुन मेडल ल्यायो सेकेन्ड उसले पनि सिल्भर मेडल लिएर आएको अल बेङ्गलको ओपन कराटे च्याम्पियनसिप भएको थियो ऊ पनि पास एन्ड प्रमोटेड टु ब्लू बेल्ट लाडु दोर्जीलाई फर्स्ट उनको बाबाले आप्पाले लिएर आउनु भएको थियो एडमिसन कराटेको लागि एडमिसन गराउनु हुँदाखेरि उनको पापाले भन्नुभएको थियो कि मेरो छोरा एकदमै बदमास छ अलिकति याद गरिदिनुहोस् मलाई त त्यस्तो लागेन पहिला भन्दा अहिले धेरै सुध्रेको छ ऊ बदमासी गर्दैन नानीहरू अलिकति जिस्किनु त गर्छ केही छैन बट इज गुड फाइटर हाम्रो यहाँ 2 जना सानसानो नानीहरू छ एकदमै राम्रो फाइटर एकजना चाहिँ ऊ लाडु दोर्जी र अझै एकजना चाहिँ म लेख्छु म भन्नुहोस् आएछ नाम एबल शेर्पा कम
एबल शेर्पा पनि हाम्रो मर्निङ स्टार स्कुलकै स्टुडेन्ट हो। अस्ति अल बेङ्गल ओपन कराटे च्याम्पियनसिपमा कुन मेडल ल्याएको तिमीले नानी? साह्रो भन। गोल्ड एन्ड सिल्भर, उसले पनि दुईटा इभेन्टमा गोल्ड एन्ड सिल्भर ल्याएको। गुड फाइटर। सानो नानीहरूमा लाडुक दोर्जी र एबल शेर्पा चाहिँ राम्रो फाइटर हो। मेरो मात्रै भनाइ होइन, अस्ति कलकत्तामा पनि यो कुरा भयो कि दार्जिलिङका दो बच्चा लोग बहुत अच्छा फाइट किया भनेर यो दुईजनाले। कुन बच्चा यिनीहरूमा आयो। एबल शेर्पा पनि हाम्रो मर्निङ स्टार स्कुलकै स्टुडेन्ट। मेलामा हराएको जोरथाङको मेलामा भर्खर पाएको थियो, झन्डै 1 वर्षको हराएको थियो। अहिले फेरि आउनु थाल्यो ट्रेनिङमा। उसले पनि अल इन्डिया च्याम्पियनसिपमा कुन मेडल ल्याएको थियो? दिघामा गोल्ड। अल इन्डिया कराटे च्याम्पियनसिपमा उसले पनि गोल्ड मेडल ल्याएको। धेरै सानोदेखि ट्रेनिङ गर्दैछ, अहिलेसम्म गर्दैछ, पछि कहिलेसम्म गर्ने आएको। देवप्रिया शेर्पा ब्लू बेल्टमा थियो, अब ऊ पर्पलमा पुग्यो। अब उसको 3 स्टेज बाँकी छ। 3 स्टेज क्रस गरेपछि ऊ ब्ल्याक लेभलमा पुग्छ। प्रतिष्ठा उभो को छुट्यो? वेदांशी। अनि यो चाहिँ कसको? वेदांशी। वेदांशीको रे। कोही वेदांशी? आएको छैन। नानी छ अलिकति, मतलब वेदांशी गुरुङ अहिले छैन, आज आउनु भएन। आज वेदांशीको बर्थडे पनि थियो रहेछ र उनीहरू कहीँ गएको होला। उनको मम्मीले मलाई हिजो फोन गर्नुभएको थियो, आउनु सक्दैन भनेर। ओके, नेक्स्ट कर्मडिकी तामाङ र डोयल राई। यहाँ आउ दुईजना। सबैजना त पास भयो। तिमीहरू चाहिँ कर्मडिकी र डोयलले डबल प्रमोसन गरे। येल्लो पुग्नु पर्नेमा उनीहरू डाइरेक्ट गरेर व्हाइट टु अरेन्जमा पुगेको छ। वेदांशी पनि, वेदांशी अहिले यहाँ उपस्थित छैन। डोयल राई सबैमा ए ल्याएकोले गर्दाखेरि ऊ डबल प्रमोसन गरेर माथि एक स्टेप माथि पुगेको छ। डोयल राई नेक्स्ट कर्मडिकी तामाङ पनि सबैमा ए ल्याएकोले गर्दाखेरि ऊ पनि डबल प्रमोसन। भेरी सिरियस। यो नानीहरू हामीले कराटेको किक पन्च फाइटहरू मात्रै हेर्दैनौँ, उनीहरूको डिसिप्लिन, उनीहरूको युनिफर्म लगाई, उनीहरूको बोल्ने, उनीहरू उठ्ने एटिकेट, प्रत्येक चिजलाई हामी ध्यान राख्छौँ। त्यसमा यो नानीहरू चाहिँ एकदमै 1 नम्बरमा छ। डोयल राई, वेदांशी अनि कर्मडिकी। कर्मडिकी पनि नयाँ हो, ऊ पनि नयाँ हो, तर यिनीहरूको त्यो ट्रेनिङ गर्दाखेरि
यो ध्यान दिएर हेर्छ उनीहरूले बुझ्छ अरू नानीहरू बात गरिरहेको हुन्छ उनीहरूले ध्यान दिएर साङ्गेल कर्मडेकी खोइ कर्मडेकी डोयलको एउटा चिज राम्रो छ एकदमै राम्रो कमान्डिङ बोल्दाखेरि एकदमै कमान्डिङ राम्रो बोल्छ जस्तो अब कादा भन्छ होइन एउटा सिक्वेन्स गरेको हुन्छ त्यो पन्च अनि त्यो कादा गर्दाखेरि त्यो कादाको नाम सोधिन्छ तिमीले कुन कादा गर्दैछौ भन्दा जस्तो अब जस्तो से फर्स्ट कादा ताइक्योको सोदान जापानिजमा छ त्यो फर्स्ट स्टेपको कादा हामीले त्यो नानीहरूलाई जब सोध्छौँ कुन कादा भन्दाखेरि उनीहरूले भन्नुपर्छ ताइक्योको सोदान त्यो एउटा कादाको नाम छ त्यो नाम भन्नुपर्छ त्यसमा धेरैजना लजाउँछ भन्नु त्यस्तो कादा भन्दा बिस्तारै होइन र त्यसलाई चाहिँ साह्रो भन्नु पर्यो कादा भन्दाखेरि ताइक्योको पुरा जोड दिएर त्यसपछि सबभन्दा राम्रो डोयलले भन्छ डोयलले एकदम उसको कमान्डिङ त्यो मोटिभ कमान्डिङ एउटा भोइस एकदमै राम्रो छ कराटे एउटा बोल्ड गेम हो दिस इज नट ए डान्स होइन त्यसमा चाहिँ लजाउनु हुँदैन र ऊ चाहिँ लजाउँदैन ऊ एकदम राम्ररी उसले त्यो भन्छ कुनै पनि केही सोद्धाखेरि राम्ररी लाउडली भन्छ त्यसमा चाहिँ आइएम भेरी ह्याप्पी अनि कर्मडेकी वेदांशी गुरुङ पनि यिनीहरूकै लेभलको हो र उनले पनि डबल प्रमोसन पाएर डाइरेक्ट व्हाइट टु अरेन्जमा पुगेको छ वेदांशी आज आएन अब वेदांशीको यो कसले लिनुहुन्छ यसमा रिपोर्ट कार्ड सर्टिफिकेट र यो एउटा सानो ब्रिफ डिटेल्स यहाँनिर छ यो सर्टिफिकेट यो सर्टिफिकेटको विषयमा भनौँ यो हाम्रो नेसनल हेडक्वार्टर यसमा इन्डियाको जो हेड सोल इन्टरनेसनल अपरेटर म्यानेजर सबैको साइन छ यहाँनिर र यो सर्टिफिकेटलाई चाहिँ नानीहरूले त केयर गर्नु सक्दैन गार्जेनहरूले चाहिँ राम्ररी राखिदिनु होला उनीहरूको एउटा अलग्गै फाइल बनाइदिनुहोस् त्यो फाइलमा चाहिँ जति पनि यो करिकुलर एक्टिभिटिजको एउटा फाइल त्यो बनाएर यो चाहिँ सेफ राखिदिनुहोस् किनभने भविष्यमा उनीहरूकै पनि ठुलो भएर जब कुनै डिफेन्सहरूतिर या कुनै पनि क्षेत्रमा जाँदाखेरि यो सर्टिफिकेटले एउटा सपोर्ट गर्छ उनीहरू र यो सर्टिफिकेटलाई कुचाएर फ्याँक्ने या हराउने चाहिँ नगरिदिनुहोस् यो उनीहरूले खटेर थाकेर पसिना बगाएर पाएको चिज हो र यो एकदम भ्यालुबल सर्टिफिकेट हो यो गभर्मेन्ट अफ इन्डियाले पनि यसलाई रिकगनाइज गरेको छ एप्रुभ गरेको छ र यहाँ सबैको सिग्नेचर छ त्यसले गर्दाखेरि यो सर्टिफिकेटको एउटा अलग्गै महत्त्व छ यसलाई चाहिँ राम्ररी तपाईँहरूले राखिदिनु होला कर्मडेकी आज सन्डे सबैको आफ्नो आफ्नो केही न केही प्रोग्राम हुनसक्छ अझै हामी धेरै समय दिन्छौँ यो एक्जाम फेरि पनि हुनेछ र म नानीहरूलाई भन्दा पनि विशेष गार्जेनहरूलाई अभिभावकहरूलाई भन्न चाहन्छु नानी इन्ट्रेस्टेड छ भने उनीहरूलाई त्यो कुरोमा अगाडि बढाउनुहोस् कोही डान्समा इन्ट्रेस्ट छ भने उसलाई डान्सपट्टि ख्याल गर्नुहोस् पेन्टिङमा छ भने पेन्टिङ गीत गाउनुमा छ भने नानीहरूले चाहेको चिज चाहिँ चिनमा कस्तो हुँदो रहेछ नानीहरूलाई उनीहरूले बस गर्छ यो नानी के मन पराउँदैछ फुटबल मन पराउँदैछ भने उसलाई पुरा फुल टाइम फुटबल यो म्युजिकमा छ म्युजिकमा त्यसरी गरेर नानीहरूलाई चाहिँ माथिसम्म लाने चाहिँ गार्जेनहरूको आफ्नो अहिले त्यो कुरोलाई कन्भर्ट गर्नुको लागि मोबाइल हाम्रो शरीरको एउटा अङ्ग अर्ग्यान जस्तो भइसकेको छ त्यो हात छैन भने अब कस्तो हुन्छ खाना खानै सक्दैन
त्यस्तै मोबाइल पनि छैन भने नानीहरू खाना खाँदैन, मोबाइल अगाडि राखेर खाना खान्छ होइन। त्यो कुरोलाई पनि हामीले सबैले याद गरिदिनुहोस्। र यो एक्जाम फेरि पनि हुनेछ, हुनु त एभ्री आफ्टर 4 month हुने हो, तर हाम्रो यहाँ ट्रेनिङ हप्तामा 2 दिन मात्रै हुन्छ। त्यो सफिसियन्ट होइन, हप्तामा कमसेकम 4 दिन 5 दिन गऱ्यो भने चाहिँ 4 महिनामा त्यो कोर्स कम्प्लिट गर्नु सकिन्छ। त्यसले गर्दाखेरि हामीले 4 महिनामा नगरेर यसलाई 6 महिनाको टाइम लगाएको छौँ। एभ्री आफ्टर 6 month हामी फेरि एक्जाम लिनेछौँ र यो एक्जाम चाहिँ ब्ल्याक बेल्टसम्म चल्छ। ब्ल्याक बेल्ट पछि पनि अझै डिग्रिजहरू हुन्छ। अनि मैले अघि पनि यो कुरोलाई भने कि यो नानीहरूले परिश्रम गरेर पाएको एउटा साधनाको चिज हो। एकदमै एक्सट्रिम कुनै कारण छ भने अब आउनु सकेन, द्याट इज कन्सिडर। तर सानोतिनो कुरोमा चाहिँ हामी आउनु सक्दैनौँ, फलानाको हातमा पठाइदिनुहोस् भन्ने कुरो चाहिँ आई डोन्ट लाइक। मलाई चाहिँ त्यो कुरो मन परेन। एकदम साह्रो बिमार छ या केही छ भने त्यो ठिक छ, ओके। तर एउटा अरू केही यो ठुलो कुरो हो नि, यो नानीहरूले पाएको एउटा ठुलो कुरो हो नि। अरू पनि थुप्रो नानीहरू छ पाएन त कसैले पनि गर्दैन र कराटे यिनीहरूले गर्छ। यो एउटा साधनाको कुरो हो र त्यो ग्रहण गर्नुको लागि चाहिँ आफै आउनु पर्यो, आमा बाउलाई आउनु पर्यो। र वेदांशी म स्पेसली नाम लिएरै भन्दैछु, वेदांशीको बर्थडे थियो रहेछ र वेदांशी आज आएन। मलाई त्यसमा अलिक खल्लो लाग्यो। त्यस्तो चाहिँ नगरिदिनुहोस्। यो नानीहरूले पाएको चिज, नानी बेल्ट त हामी पठाइदिनु सक्छौँ त्यो पनि घरमा होइन। ल यो बेल्ट उसको बेल्ट, यो उसको बेल्ट। तपाईँ खुसी हुनुहुन्छ नानी गरेकोमा? त्यति नै भन्नु चाहन्छु। सोहनको ड्याडी नमस्ते। म भन्नु त केही छैन, मेरो नानीलाई मैले आफ्नै इन्ट्रेस्टले मैले लगाएको। अब तपाईँले भन्नुभयो अहिले अस्ति त्यो उसको बेलामा, अनि मलाई चाहिँ झट्टै लागिगयो। अब म त अब केही सिक्नु पाएन होइन, त्यही भएर चाहिँ मैले चाहिँ अब राम्रै लागेर सोहन थापालाई चाहिँ अहिले भन्नु त केही छैन। अब यो चाहिँ एकदम बोजूको प्यारो भएर चाहिँ बोजूले पनि भन्नुभयो, हामीसँग त हिँड्दैन बाबुआमासँग त, तैपनि सोहनलाई अब राम्रै लागिरहेको छ, ठिकै लागिरहेको छ। अहिले हामीले भनेको कुरोहरू अब केही सुन्दैन, बोजूले भनेपछि एकपल्टमै उयो भइहाल्छ नि त। अब कतै जानु पऱ्यो भने, केही गर्नु पऱ्यो भने, बजारतिर जानु पऱ्यो भने, अस्तिको दिन शनिबार किन आएन भन्दाखेरि अब त्यसो मेसेज हेर्नु, बोजू चाहिँ बेलुका भनिदिन्छ वाट्सएपमा बजार जान्छु, अन्त पछि त्यो भएर चाहिँ कराटे क्लास आउनु सकेन। 9 साढे 9 बजीसम्म नै पछि बोजू चाहिँ भन्नु त अब त्यसमा केही थिएन। राम्रै लागिरहेको छ अहिले, तपाईँले राम्रै सिकाउनु हुँदै रहेछ। म पनि अब त्यो म्याथको विषय लिएर म पनि तपाईँलाई हात दिन्छु। थ्याङ्क यू। बहिनी लाडु दोर्जी बहिनी खुसी लागिरहेछ, राम्रो छ, नानी राम्रै गर्दैछ। मिचन ड्याडी नमस्ते सर। म मेरै इन्ट्रेस्टले मैले नानीलाई अब हालेको, अनि किनभने अब आफ्नो सेल्फ डिफेन्स गर्नु चाहिँ उसले सिकोस्। मलाई भविष्यमा उसले के गर्छ कसो गर्छ मलाई त्यो उयो छैन, तर पनि उसले आफूलाई उयो गर्नु चाहिँ सिकोस् भनेर चाहिँ मैले गरेको। र अब म्याथको बारेमा चाहिँ अब त्यसमा चाहिँ म पनि अब कन्ट्रिब्युट गर्छु। दावा पाउँछु मम्मी रचना बहिनी। सर नानीले अब निकै इम्प्रुभ गर्दैछ हो, त्यसमै खुसी छु। अन्त अरू भन्दा पनि सर बेसी फोन खेल्यो भनेर चाहिँ मैले चाहिँ आज यहाँ दिएको अहिले हो होइन हो सर, त्यति चाहिँ हो। ज्यादै घरमा बस्यो भने चाहिँ त्यस्तो गर्छ नि त, त्यही भएर चाहिँ अलिक अब एक्स्ट्रा उयसमा चाहिँ होस् भनेर चाहिँ मैले दिएको नि सर। अन्त पछि यसको अब यिनीहरू अब हाउसतिर जोइन हुनु यिनीहरूलाई काम लाग्छ नि त त्यही सोचाइले पनि दिएको सर मैले। सर यो म्याथको विषयमा चाहिँ सर मैले पनि पैसा चाहिँ मैले म्याथको हालिदिएको हजुर।
हजुर दाजु सबैहरूलाई नमस्कार, सबै दर्शकबिनहरूलाई नमस्कार है। बुन्नु त यस्तो हो कि अब म त नेपाली बोल्नु त्यति आउँदैन हजुर। मैले 15 सालको उमेरमा अब गएँ भर्ती गएको र पनि टुटीफुटी भने माफ गरिदिनु हो हजुर। र पनि बुन्नु त यस्तो हो कि यसले एकदम राम्रो घरमा पनि प्र्याक्टिस गर्छ। बोल्छलाई देखाउँछ आफ्नो ट्याब्लेटमा नि पुरा गरेर फोटो हालेर पुरा आम अबलाई पनि पठाउँछ त दिल्लीमा। यो तपाईँहरूको धेरै धेरै उयो छ। सुरुबाटै यसले इन्ट्रेस्टेड छ हजुर। यो त्यति भन्दै भयो। अस्ति होइन सर टी सर्टै नि यसले टी सर्ट ल्याएर चाहिँ घरमा मैले त्यस्तो सम्झाएर पठाएको थिएँ कि घरमा चाहिँ छिटो टी सर्ट लिएर आउनु, बाहिर नराख्नु हराउँछ भनेको कि फेरि बोकेर गएर अर्कै घरमा गएर त्यहाँ छोडेछ नि त। अन्त लाउने बेलामा छैन। मैले भनेको थिएँ त्यो बेलुका पनि मैले सोधेको थिएँ भोलिको लागि टी सर्ट रेडी पार भनेर कि अन्त ऊ त्यस्तो छ नि त बिर्सिन्छ नि त। नानी भनेको नानी नै हो। नानी नै हो। हेर्नुहोस् पनिसमेन्टको धेरै उपाय हुन्छ। कुटाइ मात्रै पनिसमेन्ट होइन। कुटे भने नानीहरू अलिक भिट हुँदै जान्छ। अरू होइन म चाहिँ पुरा सम्झाउँछु। मैले भनेको थिएँ रेडी पार म सबै कुरो अगाडि नै रेडी गर भनिरहेको छु कि उसले मानेन काल बोकेर छोडिराखेको छ। अन्त भोलिपल्ट लाउने बेलामा छैन अन्त म त बसिरहेको थिएँ हो मुझै आयो के भयो मम्मीले पिछ्यो मन नेपालले हुँदैन नानीहरू त्यस्तै हो। नानीहरूलाई जस्टिन दिने एकदमै राम्रो हुनुपर्छ है। एब्सेन्ट बस्नुहरू मान्दैन। म जानुपर्छ क्लासमा नि भन्छ है। अन्त उसले जे पनि आफ्नो उयो चाहिँ आफै तयारी गर्छ। पहिले भनिरहनु पर्दैन। एकपल्ट भने त्यसले आफ्नो सामानहरू हालेर आउँछ है। खुसी लाग्छ है। सरले सरलाई पनि एकदमै धन्यवाद दिन्छु म। किनभने है सरले हाम्रो नानीहरूलाई है राम्रोसँगले एउटा है हरेक कुरालाई त तपाईँले एउटा त्यो नराम्रो मतलब फोनहरू खेलाउँछ नानीहरू धेरै है। तपाईँहरू थाहा छ अहिलेको नानी नखेलाउनु पनि छैन है। तर पनि अहिले यो शनिबार आइतबारको अलिकति भए पनि नानीहरूले 2-3 घन्टा भए पनि फोनहरू अलिक कम गरेछ है। यसमा खुसी लाग्छ है। किनभने नानीहरू फोनबाट अलिक टाढो हुँदैछ है। सेटरडे सन्डे खुसी लाग्छ। अनि धन्यवाद सबैजनालाई है। त्यो जुन कन्ट्रिब्युट गर्नुहुन्छ हामी पनि त्यसमा म पनि गर्छु है। हेल्प गर्छु है। धेरै कुरा भयो भने म एकदमै सहमत छु है। यसलाई म उयो गर्छु है। कन्ट्रिब्युट गर्नुभयो भने म उयो गर्छु ल। अब गोल्ड मेडलिस्ट देवदियाको मम्मी के भन्नुहोस् नेक्स्ट टाइम नेक्स्ट टाइम एवर ग्रान्डपा एवलको बाजे आउनु भएको छ। एवलसँग हामी धेरै सबै स्कुल पनि प्लस कराटेको पनि हामी धेरै सेटिस्फाइड छौँ। अझै राम्रो उसले अगाडि बढोस्। केही भन्नुहोस् तपाईँ। र आज यही हामी सकौँ। दर्शिका सरी मैले बिर्सेछु तपाईँलाई। अलिक लजाउँछ र तर हामीले अलिक राम्रो सिकेको छ। नानीहरू यहाँ आउँदैछ होइन। अब धेरै जग्गा छ नानीहरूलाई पठाउने। त्यहाँ नपठाएर तपाईँहरूले यहाँ पठाउनु हुँदैछ। त्यसमा हाम्रोपट्टिबाट धेरै धेरै हामी आभारी छौँ कि तपाईँहरूले नानीहरूलाई यस्तो एउटा राम्रो कुरोमा कुनै पनि यो न भने कराटेको लागि मात्रै भनेको होइन, कुनै पनि स्पोर्ट्स कुनै पनि एक्टिभिटिज डान्सहरू सिङ्गिङ भयो या पेन्टिङ आर्ट जति पनि छ कलाहरूमा चाहिँ लग्यो भने उनीहरूको नराम्रो बानीहरू यो जस्तो मोबाइल खेल्ने बानीहरू छुट्दै जान्छ। र हुनु त हप्ताको 2 दिन
2 घन्टाको ट्रेनिङले बानी त अलिक साह्रै पर्छ जानु। त्यसले गर्दा रेगुलर नानीहरूलाई चाहिँ कुनै न कुनै कुरोमा इन्गेज राख्यो भने चाहिँ उनीहरूको त्यो मन कन्भर्ट हुन्छ। जस्तो म प्लेन साइडमा थिएँ, म विशेष गरी कलकत्तामा धेरै टाइम बिताएँ। वहाँनिर कस्तो हुन्छ रुटिन, स्कुलबाट नानीलाई घरमा ल्याएर खाजासाजा खाएर ट्युसन सकेपछि पेन्टिङ या कोही डान्स या कसैलाई म्युजिक, कसैलाई कराटे, कसैलाई स्विमिङ, कसैलाई क्रिकेट, कसैलाई कहीँ न कहीँ नानीहरूलाई उनीहरूले इन्गेज राखिसकेको हुन्छ। त्यसले गर्दाखेरि एभरेज हेरी ल्याउँदाखेरि हाम्रो पहाडको नानीहरूभन्दा उताको नानीहरूले मोबाइल खेलेको देखिँदैन। ठुलोहरूले खेल्छ होला, तर यत्रो सानसानो नानीहरूले मोबाइल खेलेको चाहिँ मैले उतातिर देखिनँ। किनभने नानीहरूलाई यति इन्गेज बनाइदिन्छ उनीहरूले। त्यसमा हेर्नुहोस्, यो एउटा नराम्रो बानी पनि छुट्छ र एउटा राम्रो चिज पनि उनीहरूले आउँदै गरेको हुन्छ, उनीहरूको राम्रो चिज पनि सिक्दै गरेको हुन्छ। र त्यसले गर्दाखेरि जतिसक्दो कोसिस गर्नुहोस् नानीहरूलाई राम्रो चिजपट्टि लाने, भजन कीर्तन गाउनु, पूजा गर्नु, होइन, धेरै किसिमको त्यस्तो एक्टिभिटिज छ। यतापट्टि ध्यान लगायो भने नानीहरूको बानी, यिनीहरू चाहिँ नजोतेको भूमि अरे क्या, त्यो माटो भूमि, त्यसलाई जोतेर तपाईँले त्यसमा गहुँ हालिदिनुहोस् त गहुँ नै निस्किन्छ, धान हालिदिनुहोस् धान निस्किन्छ, कोपी हालिदिनुहोस् कोपी निस्किन्छ। त्यो चाहिँ अब हामीले गर्नु पर्यो। उनीहरूलाई त्यो माटोलाई खनेर त्यसमा जे रोपिन्छ त्यही चिज उनीहरूको शरीरमा जान्छ, बानी त्यस्तै हुँदै जान्छ। त्यसले गर्दाखेरि भने तपाईँहरू अरू प्यारेन्ट्सहरूभन्दा स्पेसल हुनुहुन्छ, किनभने तपाईँहरूले यो नानीहरूलाई कराटेमा पठाउनुहुन्छ। र मैले अघि पनि भने कराटे इज नट ए डान्स, होइन, यो एउटा खेला चाहिँ हामीले एउटा गलत भन्छौँ, कहाँ गएको कराटे खेल्नु, तिमी कहाँबाट आएको कराटे खेलेर, तिमी कराटे, यो गेम होइन, कराटे खेला होइन, कराटेलाई खेल्नु गएको नभन्ने, कराटे सिक्नु गएको। तिमी कहाँ गएको गीत खेल्नु, गीत खेल्छ कसैले, गीत सिक्छ नि, म्युजिक खेल्छ कसैले, म्युजिक सिक्छ नि, त्यो ज्ञान हो। र यो पनि फुटबल खेल्छ होइन, कराटे चाहिँ खेल्दैन, कराटे इज नट ए गेम। यसले गलत प्रकारले ट्रेनिङ गऱ्यो भने मान्छेको ज्यान पनि जान्छ, गलत प्रकारले ट्रेनिङ गरायो भने पनि मान्छेको ज्यान जान्छ। मैले देखेको घटना एउटा सानो भनौँ, कलकत्तामा जुडोको कम्पिटिसन हुँदै थियो, गरम पसिना बगिरहेको, कि घिर्कायो, त्यो केटा उछिट्यो र त्यो उछिटेर माथि उकालो गयो अरे, अनि यसो उड्यो अरे, र जसले किक हिर्कायो त्यहाँ म्याट बिछाएको थियो, त्यसमा पसिना झरेकोले गर्दाखेरि त्यो चिप्ल्यो, हिर्काउने जसले हिर्काएको त्यो चिप्लेर ढल्यो। त्यो ढल्दाखेरि त्यो माथिबाट जो झर्दैछ त्यस्तो घोटो पर झऱ्यो। त्यो लड्ने केटा जो लडेको छ त्यसको घुँडा चाहिँ यस्तो यस्तो भएर लडेको थियो, त्यो माथिबाट लड्ने त्यसको सिधा घुँडाको माथि यो पऱ्यो, सोलर प्लेक्सस भन्छ, भित्र मुटु फुट्यो, त्यही ब्लिडिङ गऱ्यो, त्यही स्पट डेड। सो दिस इज नट ए गेम, कराटे इज नट ए गेम। कराटेलाई सिरियसली ट्रेनिङ गर्नुपर्छ, हाँसी मजाक नगरेर, जो कि हामी गर्नु दिँदैनौँ। र यसलाई माने खेल सम्झेर गऱ्यो भने चाहिँ यसमा चोट लाग्ने सम्भावना धेरै हुन्छ। भगवानको आशीर्वादले अहिलेसम्म यो मेरो 48 इयर्सको एक्सपिरियन्समा अहिलेसम्म कसैको अलिकति पनि केही चोट लागेको, अलिअलि हात मर्किनु त हुन्छ होइन। म स्विमिङ सिक्छु भनेर टेबलमाथि सुतेर हातै सोसो गऱ्यो भने मलाई पानीमै पस्नुपर्छ, पानीमा पस्यो भने अलिकति पानी त नाकमा आँखामा त पस्छ। र ट्रेनिङमा अलिअलि औँलीहरू हेभी क्याजुअलिटिज, हात भाँचिने, टाउको फुट्ने त्यस्तोहरू चाहिँ अहिलेसम्म हामीले हुनु दिएको छैनौँ र हुँदैन भन्दै सरलाई अलिकति केही भनिदिनुहोस् लास्टमा। तपाईँ अब सबैभन्दा सिनियर अनि विथ प्रिन्सिपल अल्सो दिस स्कुल, मेरो पनि सुन्नुभयो, तपाईँको पनि अलिकति केही हामीले सजेसन आशा गर्छौँ। सबैलाई नमस्कार है। विशेष यो प्रशिक्षण मेरो त अब साइनो भाइ पर्छ है, अब भाइ नभने एउटा एज ए सर है। र
प्रायः थोक उहाँले सबै नै कुरो तपाईँहरूमा आज पस्किसक्नुभयो है। र अब मैले भन्नुपर्ने कुरो त प्रायः रहेन पनि जस्तो मलाई लाग्छ। प्यारेन्ट्सहरूको पक्षबाट पनि प्रायः हामीले सुन्नु पायौँ है। र एउटा कुरो चाहिँ मलाई अलिकति जति नानीहरूले जति अब यहाँ सर्टिफिकेटहरू पाएको छ है, यो विषयमा अलिकति म तपाईँहरूलाई अब यसमा प्रकाश गर्न चाहन्छु है। यो के भन्दाखेरि अब जस्तै यो सर्टिफिकेट छ है, यो सर्टिफिकेट तपाईँहरूले देख्नु भइरहेको छ है। यो सर्टिफिकेट एकदमै राम्रो सर्टिफिकेट है। अब यसलाई चाहिँ अझैसम्म तपाईँहरूले क्या त भर्सक हिफाजित गरेर एउटा यसलाई जेरेक्स कपी गरेर अहिले त अब कलर जेरेक्स पनि हुनसक्छ होइन। अनि एउटा नानीको एउटा एचिभमेन्ट हो नि त यो नानीको होइन। यसलाई फ्रेमिङ गरेर राखिदिनुहोस्। अनि त्यसबाट चाहिँ के हुन्छ भनेदेखि नानीलाई चाहिँ यी मेरो सर्टिफिकेटलाई त्यसरी फ्रेमिङ गरेर राखिरहेको छ। कोही आउँछ घरमा पाहुना पात आउँछ है, उहाँहरूले पनि यसो हेर्छ के हो यो नानीको, त्यो नानीले यस गर्दैछ भने नानीलाई त्यो एउटा इन्करेजमेन्ट हुन्छ क्या त। त्यसमै यो स्कुलमा मैले अब धेरै साल अब स्कुलमा शिक्षकको अब मेरो पेसा शिक्षक छ है। अन्त स्कुलमा मैले मेरो अनुभव स्कुलमा चाहिँ के छ भनेदेखिलाई चाहिँ नानीहरू जस्तै एउटा नानी छ अरे पढ्नुमा कमजोर छ अरे क्या त। अन्त अब हामी माता पिताले चाहिँ घरमा गएर मेरो पाहुना पात आउँदाखेरि गेस्टहरू आउँदाखेरि हामी भन्छौँ मेरो तपाईँको नानी कस्तो छ, मेरो त खत्तम नानी छ नि पढ्नुमा भन्दाखेरि चाहिँ नानीलाई चाहिँ लाग्छ ला म त खत्तम रहेछु भन्ने फिल हुन्छ क्या त। अब नानीलाई चाहिँ त्यो भन्नु हुँदैन, नानीलाई चाहिँ सर्काउनुपर्छ। अहिलेको नानीहरूको उमेरै यस्तै हो कि उनीहरूलाई सर्काउने। अब त्यो सर्काउँदाखेरि चाहिँ नानीले चाहिँ म त पढ्नुमा राम्रो रहेछु त भन्ने फिल हुन्छ। त्यही कारणले गर्दाखेरि ऊ पढ्नुमा अभियसली बिस्तारै राम्रो हुन्छ है। र फेरि अर्को कुरो नानीलाई जस्तै अब यहाँ प्रायः मैले माताहरू मात्रै देखेँ, पिताहरू चाहिँ कम्ती मात्रामा देखेँ है। द्याट मिन्स यो होइन कि पिताहरू चाहिँ इन्ट्रेस्टेड छैन भन्ने कुरो छ होइन। अनि त्योभन्दा बेटर चाहिँ अब त्योभन्दा अलिकति चाहिँ मलाई चाहिँ अभियसली लाग्यो कि माताहरू अलिकति यसमा जागरुक रहेछ। माताहरूले नै नानीहरूलाई प्रायः अब तिमी यो सिक्नुपर्छ भन्ने रहेछ भन्ने चाहिँ मैले महसुस गरेको। र अर्को कुरो नानीहरूको चाहिँ जेमा इन्ट्रेस्ट छ, जस्तै नानीले करातेमा इन्ट्रेस्ट छ भनेदेखिलाई करातेमा अघि अलरेडी सरले भन्नुभयो तपाईँहरूलाई कि अब चाइनाको अब एउटा इक्जाम्पल दिनुभयो है। अब त्यहाँ हुनु पनि अभियसली त्यस्तै हुन्छ। नानीहरूलाई जस्तै खेलाउनेहरू सब छरिदिन्छ है। अन्त नानीले कुन चाहिँ खेलाउने टिप्छ, यो त अब जस्तै गाडी टिपेर यो इन्जिनियरपट्टि यसको कस्तो रहेछ मन भिजेको रहेछ भनेर दिन्छ है। अब त्यस्तै प्रकारले नानीहरूलाई चाहिँ अब मातापिताले चाहिँ जस्तै उसलाई करातेको सोख छ भने उसलाई यो यसमा प्रशिक्षण गराइदिनुहोस् है। जस्तै कसलाई म्युजिक क्षेत्रमा अब नानीहरूको एउटा इन्ट्रेस्ट हुन्छ है त्यसमा। अन्त हामी चाहिँ प्रायः चाहिँ के भन्छु भनेदेखिलाई म पनि एउटा मेरो पनि अब श्रीमती छ, मेरो पनि नानी छ है। जस्तै हामीले सोच्दाखेरि चाहिँ म अब डक्टर हुने सपना थियो, म डक्टर भइनँ, मेरो नानीलाई चाहिँ पढेर डक्टर हो कि हो भन्ने एउटा हाम्रोमा त्यो सोच छ क्या त। अब त्यो चाहिँ गलत हो। नानीलाई चाहिँ अब चाहन्छ ऊ त्यसमा अब नानीलाई चाहिँ अब अलिकति गराएको चाहिँ राम्रो है। र अब फेरि अलिकति म अलिकति ट्र्याकदेखि बाहिर पनि गयो होला है, किनभने मलाई त यो विषयमा त त्यस्तो जानकारी पनि छैन कराते के हो है। यसबाट अब हुनु त यसमा एकदमै कराते मैले बिहान पनि अब यसो सोचेको थिएँ मैले कराते के रहेछ भनेर त्यो गुगलमा त प्रायः हेर्नु पाइन्छ है। यसो हेर्दाखेरि अब यसको यति साह्रो महत्त्वपूर्ण रहेछ है। जस्तै अब हाम्रो लेडिजहरू जति पनि छ नानीहरू बाहिर पढ्नु जान्छ त्यति बेला अब अहिलेको युगमा सुरक्षित छैन है। अब यसले गर्दा आफ्नो सेल्फ डिफेन्स पनि यसले अब गर्नु सकिन्छ है। र यसले एकाग्रता नानीको एकाग्रतामा पनि अलिकति ध्यान आकर्षण गर्न सकिन्छ है। र अरू थोक त प्रायः उहाँ सरहरूले भन्नुभयो, प्रायः प्यारेन्ट्सहरूले पनि भनिसक्नुभयो है।
र यति नै भन्दै तपाईँहरूबाट चाहिँ म बिदा लिन चाहन्छु।